मार्च 16, 2014 सोमपालकामी आइसिसी मेन्स टी20 वर्ल्ड कप 2014 फर्स्ट टाइम हङकङ विरुद्ध नेसनल साइडबाट टी20 आईमा डेब्यू गरेका उनले उक्त म्याचमा 2 विकेट लिँदै टिमलाई विश्वकप हिस्ट्रीकै पहिलो जित दिलाउँछन्। त्यसपछि सुरु हुन्छ नेपाली टिममा सोमपालकामीको राष्ट्रिय टिमको यात्रा। सो हेलो गाइज, नमस्कार, ह्याप्पी तिहार सबैजनालाई। आजको यो भिडियो सोमपालकामीसँग रिलेटेड रहेको छ। नेसनल टिममा उनको पर्फर्मेन्स, गुड साइड, ब्याड साइड सबै खेलाउनेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। सो लेट्स स्टार्ट द भिडियो। गुल्मी एक्सप्रेसको निकनेमले परिचित सोमपालकामी 1996मा चन्द्रकोट गाउँपालिका गुल्मीमा जन्मिएका हुन्। उनको बाबा रोजगारीको लागि इन्डिया जाँदा उनीसँगै इन्डियामा क्रिकेट सिक्छन् र इन्डियन प्रिमियर कर्पोरेट लिगको क्याप्टेनको पनि एक्सपिरियन्स लिन्छन्। 2013मा नेपाल फर्किएपछि नेपाली क्रिकेट टिमका नेसनल कोच पुपुदु दशनायकेको नजरमा पर्छन् र ब्याटिङमा बढी रुचि राख्ने उनी नेसनल टिममा फास्ट बलरको रूपमा उनको इन्ट्री हुन्छ। 2014 आइसिसी वर्ल्ड कप क्वालिफायरमा युएई विरुद्ध नेसनल साइडबाट डेब्यू गरेका उनी त्यो गेममा विकेटलेस हुन्छन् भने स्कटल्यान्ड विरुद्ध 3 विकेट लिँदै नेसनल साइडमा शानदार इन्ट्री गर्छन्। उक्त टुर्नामेन्टमा 9 विकेट लिए पनि टिम पर्फर्मेन्स राम्रो नहुँदा नेपाल डिभिजन 2 मा डिक्रिज हुन पुग्छ, तर सोमपालको करियर भने अगाडि बढिसकेको थियो। टी20 वर्ल्ड कप 2014 को सेकेन्ड म्याचमा बङ्गलादेशसँग भने विकेट लिन सक्दैनन्। टिम पनि 8 विकेटले हार्न पुग्छ, तर थर्ड म्याचमा अफगानिस्तान जस्तो बलियो टिम विरुद्ध 3 विकेट लिन्छन् र अफगानिस्तानलाई हराउन महत्त्वपूर्ण योगदान दिन्छन्। टी20 इन्टरनेसनलमा 86 म्याचको एक्सपिरियन्स हुँदा उनको विकेट 81 रहेको छ। 7.14 को ओभरअल इकोनोमी रहेको छ भने कुनै पनि म्याचमा 3 विकेटभन्दा बढी लिन सकेका छैनन् र ब्याटिङमा पनि 51 इनिङमा 365 रन मात्र बनाउन सकेका छन्। ब्याटिङ एभरेज 10 को रहेको छ। एज अ एक्सपिरियन्स प्लेयर, फ्यानले धेरै म्याच विनिङ पर्फर्मेन्सको पनि आश गर्ने गर्छन्। म्याचहरूमा विकेट कन्सिस्टेन्ट रूपमा आइरहे पनि टी20 आई इन्टरनेसनलमा म्याच विनिङ पारी भने कमै देख्न पाइने गरेको छ। अब कुरा गरौँ ओडिआईको। नेपाललाई 2018मा ओडिआई स्ट्याटस दिलाउन नि ठुलो योगदान गरेका सोमपाल ओडिआईमा भने 63 इनिङमा 84 विकेट लिइसकेका छन्। अगस्त 1, 2018मा नेदरल्यान्ड विरुद्ध डेब्यू गेममै 3 विकेट लिन्छन्। सेकेन्ड म्याचमा ब्याटिङमा पनि क्यापेबल छु भन्दै 5 वटा चौका र 3 वटा छक्काको मद्दतमा 46 बलमा 61 रन बनाउँछन् र नेपाल तर्फबाट ओडिआई हिस्ट्रीकै हाफ सेन्चुरी बनाउने सेकेन्ड ब्याट्सम्यान बन्दै 1 विकेट पनि लिँदै नेदरल्यान्ड विरुद्ध 1 रनको ऐतिहासिक जित दिलाउँदै प्लेयर अफ द म्याच बन्छन्। त्यसपछि 2019 जनवरी 26मा युएईसँगको सिरिजमा ओडिआई हिस्ट्रीकै फर्स्ट 5 विकेट हल पनि आफ्नो नाम गर्छन्। वान डे इन्टरनेसनलको बेस्ट बलिङ फिगर पनि उनको यही रहेको छ। सोमपालकामी विकेट धेरै लिने भन्दा पनि ओपनिङ बलरको रूपमा बलिङ गर्ने अनि छिट्टै ब्रेकथ्रु दिलाउने र पार्टनरसिप तोड्ने बलरको रूपमा रहेका छन्। अपोनेन्टको कुनै की ब्याट्सम्यान छ र त्यसको पर्फर्मेन्सले टिमलाई जितबाट टाढा लैजाँदैछ भने त्यसको विकेट नै सोमपालले राइट टाइममा लिइरहेका हुन्छन्। नेपालको डेथ बलिङमाथि सधैँ क्वेसन आइरहँदा अलमोस्ट 10 वर्ष उनकै डेथ बलिङले नेपालले धेरै गेमहरू जितेको छ। अलमोस्ट 11 वर्ष नेपालले क्रिकेट टिमलाई स्याक्रिफाइस गरिसकेका उनी सबै कुरामा राम्रो भयो भने नेपालको तर्फबाट 3 वटा वर्ल्ड कप खेल्ने फर्स्ट प्लेयर पनि बन्छन्। टिममा हाँसो मजाक र रमाइलो गर्न मन पराउने उनको युनिक सेलिब्रेसनहरू पनि रहेका छन्। भविष्यमा नेपाली क्रिकेटको कुनै पनि आरोह अवरोहमा नेपाली क्रिकेटको कुरा चल्दा आइरहने नेम हुन् सोमपालकामी। 29 वर्षमा लागेका उनी ग्राउन्डमा नेपाली सपोर्टरबाट गुन्जिरहने सोमपाल नाम अझै 5-7 वर्ष गुन्जिरहनेमा विश्वास गर्न सकिन्छ र भविष्यमा पनि नेपाली क्रिकेटले सधैँ सम्झिरहनेछ। हस् त, आजको भिडियो यति नै। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।